यो त पुरै सन्तानको दर सन्तानको होला है यहाँ चाहिँ घना जङ्गल बिचमा चाहिँ यसरी हाम्रो फोटो पनि राखिदिएको रहेछ है बिचराको के गर्नु कर्मशिला राई बङ्गालहरू भेटिने होइन अब खनिसकेपछि फेरि हाम्रो राईको संस्कार केले खनेर पनि निकालिसकेको छ अनि यस्तो हुन्छ हेर्नुहोस् यो त कत्रो पिलर बनाएर राखेको होला त राम्रो तर मलाई एउटा चित्त नबुझेको कुरा चाहिँ ठिक छ उहाँले अब यो समाधिस्थल हाम्रो अधिकार कति पुग्छ तपाईँले गर्नु पनि सक्नुहुनेछ अब यताको पाला है तै तर वास्तवमा भने यो पछि भाइ पुस्ताको लागि चाहिँ राम्रो होइन म डाँडामा आइपुगेको छु जो भोको नाङ्गा भएकोहरूलाई दिएदेखि कति राम्रो हुन्थ्यो है सबै यो हिन्दू धर्मावलम्बीहरूको जहाँसम्म लाग्छ है मलाई पनि आफ्नो आफन्तको सायद समाधिस्थल है त्यहाँबाट भेट्न आउनु 2 चप्री खनेर पोडिदिएको छ सायद यो चाह्यो भने कुकुर र मान्छे नै बसेर खाएको होला यो त हेलो गुड मर्निङ ए नमस्ते सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा आज म कहाँ आएको छु त भन्दाखेरि तपाईँहरू छक्कै पर्नुहुन्छ होला है जङ्गलको बिचमा छु भने आज स्पेसल तपाईँहरूलाई भिडियो के को बारेमा देखाइरहेको छु भन्ने कुरा त तपाईँले पछाडि देखिराख्नु भएको छ नि देख्नुभयो समाधिस्थल भन्छ यसलाई है समाधिस्थल हो यो चाहिँ कहाँ छ त भन्दाखेरि हाम्रो किराँती संस्कार अनुसार जो चाहिँ अब यहाँ परमधाम जानुहुन्छ जो चाहिँ अब स्वर्गवास हुनुहुन्छ भने उहाँको मृत शरीरलाई चाहिँ हामीले यो वनकाली माईको यो घना जङ्गल छ लगभग झन्डै 2-3 हेक्टर जमिन होला डाँडा यो डाँडामा चाहिँ हाम्रो प्रायः किराँती संस्कार अनुसार यहाँ ल्याएर चाहिँ समाधिस्थल बनाएर उहाँको अन्त्येष्टि गरिन्छ भने त्यसकै बारेमा चाहिँ तपाईँहरूलाई चाहिँ म भिडियो देखाउनु पर्यो भनेर चाहिँ म यहाँसम्म आएको छु भने अन्तिमसम्म भिडियो हेरेर साथ दिनु होला यस्तो चिहान भन्छ हाम्रो भाषामा समाधिस्थल चिहानहरू लगभग मैले अवलोकन गर्दाखेरि लगभग 200-300 वटा चिहान ताकि ओए हालसालै यसरी देखिने गरी नदेखिने गरी त कति हो कति थाहा छैन तर देखिने गरी लगभग 200-300 वटा चाहिँ मैले चिहानहरू देखेँ भने अरू च्यानलहरूको के कस्तो छ तपाईँहरूलाई म अझै पनि देखाउने छु हेरेर साथ दिनु होला है त बाटो अलिक अप्ठ्यारो छ यसरी ल्याएर चाहिँ लगभग तपाईँहरूलाई यो भित्तातिर पनि म तपाईँलाई देखाउँछु यो मसिनो पनि सबै चिहान हो हेर्नुहोस् यतातिरै यो बच्चाहरूको छ यो चिहान यसरी ल हेर्नुहोस् मसिनो बच्चाको च्यानहरू है यो समाधिस्थलहरू यसरी राखिदिएको छ यो त अब खोइ के भन्नु अब अव्यवस्थित भन्नु कि व्यवस्थित भन्नु ठाउँमा त ल्याएको छ तर यसरी बालुवाले मात्रै खनेर पुरी मात्र दिएको छ ल हेर्नुहोस् सानो बच्चाहरूको होला यो 2 चप्री खनेर पुरी दिएको छ सायद यो चाह्यो भने कुकुर र स्यालहरूले उधिनेर निकाल्न पनि सक्छ है यसरी सबै च्यानहरू यसरी खनेर पहिले भर्खरै जस्तो लाग्छ यो हेर्नुहोस् त है भर्खरै ल्याएर फुलमाला सहित छ यसरी भर्खरै नयाँ कति वर्षको होला बिचरा 2-3 चप्परी खनेर छोडिएको छ यो पहिलेको होला यसरी यस्तो त कति छ तपाईँले हेर्दै गर्नु होला म सम्पूर्ण भिडियोहरू चाहिँ तपाईँलाई सम्पूर्ण जानकारी चाहिँ दिनेछु भने अहिले हालसालै फेरि नयाँ अझै पनि नयाँहरू त कति छ त ल हेर्नुहोस् यो पाखैभरि सबै नयाँ यहाँ यसरी अबिर लगाएर छोडिदिएको छ अनि यहाँ हेर्नुहोस् यो नयाँ ल हेर्नुहोस् त यसरी छोडेको छ र यसरी सबै लगभग 2-3 यता 4 त 5 6 7 8-9 वटा त यही एकै ठाउँमा छ है तपाईँले देख्न सक्नुहुनेछ ल हेर्नुहोस् सबै खुर्पा पनि लिएर चाहिँ सानो बारी नानीको के कस्तो हो नानीको जस्तो पनि छ नानीको रहेछ बिचरा भित्रु त कपडाहरू छ ल हेर्नुहोस् सबै तर मलाई एउटा चित्त नबुझेको कुरा चाहिँ ठिक छ उहाँले अब यो समाधिस्थल हाम्रो अधिकारले पाउने ठाउँमा हो आफ्नो होइन आयो यसरी संस्कार ठिक छ समाधिस्थल बनायो तर यो चाहिँ एकदम वातावरणीय हिसाबले गर्दा चाहिँ एकदमै यो चाहिँ विकृति भयो यो चाहिँ वातावरणलाई एकदम
अस्वस्थ बनाउने कार्य भयो। यो चाहिँ यसो नगर्दै हुन्थ्यो, बरु यहाँ ल्याएर यसरी राख्ने, तर डढाएर जानु पर्थ्यो। कि त कोही अब नाङ्गा भुतुङ्गाहरू बसिरहेको हुन्छ बिचराहरू, घर बासको ठेगाना नहुने, उहाँहरूलाई बरु यसरी दिँदा हुन्थ्यो। कति संस्थाहरू छन् यस्तो बालबच्चाहरू पाल्नेहरू होइन, त्यस्तो संस्थाहरूलाई दिए हुन्थ्यो। राम्रै छ यस्तो कपडाहरू भने, यो दिँदा राम्रो हुने हो। तर उहाँहरूले यसरी छोड्नु चाहिँ एकदम राम्रो लागेन मलाई चाहिँ। यहाँ मात्रै होइन, धेरै ठाउँमा छ यस्तो। यसरी हेर्नुहोस्, एक चपरी बिचरा एक चपरी खनेर छोडिरहेको छ, के गर्नु, यस्तै छ। यस्तो त कति छ हजुर, यस्तो त धेरै छ, धेरै धेरै धेरै। म तपाईँहरूलाई अझै म पल्लोपट्टिको अझै देखाउनेछु तपाईँहरूलाई। पल्लोपट्टि अझै धेरै छ, तर यो पल्लोपट्टि भनेको पुरानोहरू यति धेरै छ, यति धेरै छ है। कति त अब कस्तो हुन्छ भने यहाँ अब पुरानो च्यानहरू त देखिँदैन नि त, नदेखेपछि नयाँ ल्याउने, त्यही च्यान नखन्ने कि। अब देखिँदैन, खन्ने बित्तिकै त्यहाँ चाहिँ अब उसको कङ्गालहरू भेटिने होइन। अब खनिसकेपछि फेरि हाम्रो राईको संस्कार अनुसार के छ भने एकचोटि समाधिस्थल खनिसकेपछि फेरि त्यो समाधिस्थल सार्नु पाउँदैन। त्यही भएर जहाँ खनेको छ जस्तो छ त्यही नै राख्नुपर्ने हुन्छ। त्यस्तोहरू पनि धेरै भोगेको छ हामीले है। यहाँ जस्तो यहाँ माथि साइड अब एउटा तारबार लगाएर चाहिँ छोडिरहेको रहेछ। ल हेर्नुहोस्, यसरी पनि लाउने गर्छ मान्छेले, हेर्नुहोस् त है। यो चाहिँ एउटा आफ्नो दर सन्तानको लागि ठिकै हो होइन, पछिसम्म देख्न पाइन्छ भनेर। तर वास्तवमा भने यो पछि भाइ पुस्ताको लागि चाहिँ राम्रो होइन। किनभने फेरि पनि त यो मान्छेहरूले अरू पनि संस्कार ल्याउनु पर्छ। अब यसरी राखेपछि हेर्नुहोस् है, यसरी राखेपछि जुग रहेपछि यो जग्गा त एक दिन सकिएपछि त कहाँ राख्ने त, देखिदेखि च्यान त खन्नु मिलेन होइन। त्यही भएर यो चाहिँ खासै राम्रो त होइन जस्तो लाग्छ सम्पूर्ण यो समाजको लागि चाहिँ। तर आफ्नो व्यक्तिगत रूपमा त राम्रै हो। अनि मैले नबुझेको कुरा, मेरो एकदम व्यक्तिगत कुरो है। जस्तै हामी राईहरूको त 3 चुला पुज्ने चलन छ। हामी धरती पूजक होइन, पितृपूजक, माटो पूजक भने यो चाहिँ वास्तवमा जहाँसम्म लाग्छ हामी किराँत धर्मले चाहिँ होइन जस्तो लाग्छ। यो चाहिँ हिन्दू धर्मले मात्रै युज गर्छ जस्तो लाग्छ है मलाई चाहिँ। किन यो चाहिँ शिवलिङ्ग हो भने के सायद यो हिन्दू धर्मावलम्बीहरू पनि यसरी ल्याएर समाधिस्थल बनाउने चलन छ र। उहाँहरूको त मलाई जाने अनुसार त आर्यघाटमा चाहिँ लगेर उहाँलाई दाह संस्कार गरिन्छ होइन र, अग्नि दिएर चाहिँ संस्कार संस्कारिन्छ भने उहाँहरूको त फेरि समाधिस्थल बनाएको छ। यो चाहिँ मलाई अलिक नबुझेको कुरा है। बुझ्ने कोही हुनुहुन्छ भने जानकारी गराइदिनु होला। र यहाँ यसरी देख्नु सक्नुहुन्छ। ल हेर्नुहोस्, यो त हाम्रो त होइन नि त, किराँतीहरूको त संस्कार अनुसार त होइन। तर वास्तवमा फेरि मैले अरू संस्कारलाई चाहिँ हेला गरेको भनेको होइन। म हरेक धर्म संस्कारलाई चाहिँ म एकदम आस्था राख्ने मान्छे होला। म अब आइपर्दाखेरि पुज्ने भनेको मेरो 3 चुला नै हो। त्यो त मेरो अब जन्मजात पुर्खाहरूले नै गर्दै आएको भने अरू संस्कार जो धर्महरू छ अरूलाई पनि म त्यति नै आस्था राख्ने गर्दछु भने। तर संस्कार अनुसार चाहिँ यो मैले जाने अनुसार चाहिँ उहाँहरूको चाहिँ दाह संस्कार गरिन्छ। तर पनि समाधिस्थल बनाएकोले गर्दाखेरि कन्फ्युज भएको क्या म। अनि यो गोपाल घर बनाएको छ, तपाईँले देख्नु सक्नुहुनेछ। यो चाहिँ विशेष केको लागि हो मलाई त्यो चाहिँ एकदम जानकारी भएन। यो चाहिँ बारे एकदम थाहा भएन यसको बारेमा चाहिँ के छ। रीतिका तिखारी भनेको अब हिन्दू नै होला जस्तो लाग्छ मलाई, जहाँसम्म ब्राह्मणहरू होला। उहाँको यो चाहिँ समाधिस्थल बनाएको छ यसरी। यो पनि अब शिवलिङ्ग नै बनाएर राखेको छ भनेपछि यहाँ पनि तपाईँले देख्न सक्नुहुनेछ। हेर्नुहोस्, यो चाहिँ समाधिस्थल हेर्नुहोस् त, कविन्द्र प्रसाद गिरी भनेपछि उहाँहरूको चाहिँ यो उहाँहरूले पनि यसरी राख्दो रहेछ भन्ने कुरा चाहिँ आज थाहा भयो। उहाँहरू पनि आफ्नो आफन्तको साहित्य समाधिस्थल त्यही भएर भेट्न आउनु भएको छ, देखिराख्नु भएको छ। यसरी बारेर पनि राख्ने चलन चाहिँ छ होइन। यहाँ बारेर राख्ने चलन चाहिँ राम्रै हो। तर भाइ पुस्ताको लागि चाहिँ पछि ठाउँ नपाउला कि भन्ने अलिकति दोधार हुन्छ भनौँ न। यहाँ खनेर छोडेर गएको थियो क्या र, सानो बच्चा, यी कपडा यस्तो छ।
तर स्याल केले खनेर पनि निकालिसकेको जस्तो छ। अनि यस्तो हुन्छ हेर्नुहोस्। त्यसकारण यसलाई चाहिँ अलिक व्यवस्थित गरेर ढुङ्गा कसरी हुन्छ खोजेर भए पनि माथि घपनी ढुङ्गा भन्छ यसरी राखेर गएदेखि एकदम राम्रो हुन्थ्यो भनेको। ल देख्न सक्नुहुनेछ है, यहाँ पनि समाधि स्थलहरू टन्नै छ। ल हेर्नुहोस् त, सबै यो हिन्दू धर्मावलम्बीहरूको जहाँसम्म लाग्छ है मलाई चाहिँ यो बिचमा शिवलिङ्गहरू पनि यस्तो मजाले छन्, तर तारबार गरेर मजाले राख्नु भएको छ। राख्नु चाहिँ समाधि स्थल भनेपछि म कस्तो भयो भने कन्फ्युज भयो कि म। विशेष यो त हाम्रो राईहरूको किराँत राईहरूको चाहिँ विशेष समाधि स्थल चाहिँ जो परापूर्वकालदेखि नै यहाँ राणा शासनहरूलाई मागेर चाहिँ यो डाँडालाई चाहिँ हाम्रो लगाइदिनु भनेर दिएको र समाधि स्थल राख्ने भन्थ्यो। तर यहाँ त पुरै ल हेर्नुहोस् त हिन्दू संस्कार अनुसार पनि सबैको रहेछ। म त आज पो थाहा पाएँ है। ल देख्नु सबै यो चाहिँ हिन्दू धर्मावलम्बीहरूको रहेछ है। मजाले बनाएर राख्नुभयो। तर यो चाहिँ एक पुस्ताको के अरे 2-3 पुस्ताको लागि मात्रै भयो क्या। त्यसपछि फेरि अरूलाई चाहिँ ठाउँ नपुग्ला जस्तो हुन्छ, त्यति बेला गाह्रो हुन्छ। हिन्दू संस्कार अनुसार यसरी मृत शरीरलाई समाधिस्थल बनाएर गाडिन्छ भन्ने चाहिँ मलाई थाहा थिएन है। आज देखेँ मैले। ल यहाँ चाहिँ अब हामी किराँत धर्म हिन्दू धर्म मात्रै नभएर यहाँ चाहिँ फेरि हेर न क्रिस्चियन धर्मावलम्बीहरूको पनि यसरी राख्दो रहेछ है। लजमती थापा उहाँको स्मृतिमा बनाएको, किनभने यो क्रिस्चियनको हो नि त। के भन्छ यसलाई, चिन्ह होइन त ल लोगो। त्यो भएर यसरी क्रिस्चियनहरूको पनि लिएर चाहिँ यहाँ समाधि स्थल बनाउने चलन रहेछ भन्ने कुरा थाहा भयो। यो भर्खरै उहाँको आफन्तले सम्झेर बाती बालिदिएर चाहिँ जानुभएको छ, धुपबाती। यो सबै च्यान हो। म जति पनि यो पाइलामा हिँड्दैछु यो सबै च्यान है, सब च्यान है। च्यानै च्यानमाथि नै हिँड्नुपर्छ के गर्नु। ल हेर्नुहोस् त, यो खनेको जति रातो जति देख्नु भएको सब च्यान है, भर्खरै छोडेको यसरी छ यस्तो। तर हेर्नुहोस् त है कति अव्यवस्थित छ। कपडा यस्तो छ। अनि यसरी छोडेपछि ल हेर्नुहोस् त, यसरी छोडेपछि यो कहिले वातावरण सफा हुन्छ त? प्रत्येकचोटि मान्छेले यसरी आउँदै छोड्ने हो भने के हालत हुन्छ यहाँ भन्नुहोस् त। एकदम गलत के। यो हेर्नु त कति राम्रो कपडाहरू छ, राम्रो कपडाहरू छ। बरु नानीको आत्माको शान्तिको लागि भनेर कसैलाई जो भोको नाङ्गा भएकोहरूलाई दिएदेखि कति राम्रो हुन्थ्यो है। यसरी भर्खरै बुझ्छन् यस्तो छ है। हाम्रो संस्कार अनुसार चाहिँ यहाँ पनि यस्तो छ हेर्नुहोस्। सो ओम बहादुर राई, जन्ममिति 2033, 4/7 ब्रुनाईमा जन्मेको रहेछ। स्वर्गरन 2063 काठमाडौँ किराँत चोक धरान होइन। यो 63 भनेपछि 33, जम्मा 30 वर्षको हुनुहुन्थ्यो रहेछ है बिचरा। कति नै बित्नु भएछ। र हार्दिक श्रद्धाञ्जली उहाँलाई। यस्तोहरू यो पाखैभरि छ, सबै त म देखाउन सकिनँ है। अब म तपाईँहरूलाई कहाँ भने यो माथि डाँडा छ नि, यो माथि डाँडा, यो डाँडामा चाहिँ म लिएर जान्छु है त। बाटो यस्तो छ है। फाइनली म डाँडामा आइपुगेको छु। ल हेर्नुहोस्, विशेष अझ समाधि स्थल भएको यहाँ ठाउँ छ है। यहाँ सबै को यो नाम
सुचन्द्रकला राई सुश्रीमती कलावती राई यस्तो छन्। अनि यहाँ झाडीमा पनि विशेष हेर्नुहोस् त अझ यहाँ यस्तो व्यवस्थित तरिकाले राखेको छ। राख्नु त राम्रै हो, पछिको लागि गाह्रो हुने भयो। यसरी राखेको छ आफ्नो मान्छेको स्मृतिमा। हेर्नुहोस् यहाँ झन् यो त कत्रो पिलर बनाएर राखेको होला त राम्रो। पुरै समाधि स्थल है त यो। ल हेर्नुहोस् यो चाहिँ आफ्नै मान्छेको होला। ल यिले 3टा रहेछ है। ल हेर्नुहोस् त नाम चाहिँ के होला। नामै देखिँदैन। ल हेर्नुहोस् घना जङ्गल बिचमा चाहिँ यसरी हाम्रो चिहानहरू चाहिँ बनाएको छ समाधि स्थल। यो सायद कोही सन्तानको होला, त्यसपछि सानो बच्चाको खेला यो यसरी। यहाँ हेर्नुहोस् भित्र पनि छ, यता भित्र पनि छ। ल हेर्नुहोस् समाधि स्थल है त। अर्को ठाउँतिर मलाई छैन। ओइ झाटा कोर छ त। यो त भर्खरै बनाएको रहेछ विचार। ए फोटो पनि राखिदिएको रहेछ है बिचराको। के गर्नु, फोटो पनि राख्दो रहेछ। यतापट्टि पनि फोटो रहेछ के र। ए यहीँको फोटो चाहिँ निक्लेछ नि त। यहाँ फ्रेम थियो रहेछ है, झार्दैछ बिचरा। के गर्नु, यस्तै छ। यसरी संस्कारेर चाहिँ हाम्रो अन्तिम गन्तव्य यही छ है। यसरी आयो, छोडी गयो, सक्यो जिन्दगीको अन्तिम यात्रा। यहाँदेखि हामी कहीँ जानु पर्दैन। अन्तिम घर भने हाम्रो पर्मानेन्ट। त्यसपछि फेरि अर्को ल्याएर यहीँ राख्ने चलन छ। यसरी छ। सुबेदार मेजर 79 वर्षको उमेरमा दिवंगत हुनुभएकोमा खानी पूजनीय माता श्री दीर्घ बहादुर राई यसरी हार्दिक श्रद्धाञ्जली। ल यतातिर पनि हेर्नुहोस् त है, पुरै जानकारी। कति इच्छा छ तपाईँलाई म सकेसम्म मात्रै देखाइरहेको छु। परैसम्म यो पर डाँडा खाडा सबै यो च्यान समाधि स्थलहरू यो। यो लाइनै छ। सायद आफ्नै सन्तान दर सन्तानको घर लगाइदिइराखेको हो कि। हेर्नुहोस् त सबै च्यान यस्तो छ। पनि ल हेर्नुहोस् त, हेर्दै गर्नुहोस् है। म चाहिँ तपाईँलाई देखाउने कोसिस गर्नुहोछु। ल कति बल च्यानहरू त है, तपाईँले गनेर साध्यै छैन। पर त्यो डाँडाहरू सबै च्यान हो। विशेष यतातिर छ झन्। हेर्नुहोस् त आमा, यो त पुरै सन्तानको दर सन्तानको होला है यहाँ चाहिँ। यसरी
राखेको छ। कर्मशिला राई जिल्ला खोटाङ दिक्तेल रूपाकोट मजागरी नगर 14 बुइपा छापगा निवासी श्रीमती हाम्रै गाउँठाउँको पो रहेछ त बिचरा उहाँ त। यहाँ पनि को छ पन्थबहादुर राई 14 खोटाङ बुइपा छापगाउँ। उहाँहरू चाहिँ भनेपछि यस्तो सन्तानकै रहेछ यता चाहिँ छापगाउँ खोटाङ बुइपाको रहेछ है। राइसपाल गाउँ राइसपालको राइज किङ राइसपाल राइस सिङ्गरको चाहिँ गाउँले भनौँ न यसरी राखेको छ। हेर्नुहोस् त अरे हो समाधि स्थल यसरी राखेको छ। सुश्री बबिता राई चोलेखा तिनको भोजपुरको चोखाने पुगेर ल समग्रमा यस्तै छ यहाँको। तपाईँलाई समाधि स्थलहरू प्रश्न देखाउँदैछु, अझै पनि देखाउने क्रम जारी छ। हेर्दै गर्नुहोला कति पुग्छ, तपाईँले गर्नु पनि सक्नुहुनेछ। अब यताको पाला है त यताको पाला आउँदैछ। ल यो डाँडा पुरै जति पनि देख्नुहुन्छ यी सबै समाधि स्थल है। च्यानगारी सिधा कुरा च्यानगारी यसरी हामी चाहिँ अवलोकन गर्दैछु म र तपाईँहरूलाई पनि गराउँदैछु। म बिहानै आएको भने अहिले घाम पनि झुल्किसक्यो, तपाईँहरूलाई देखाउँदै देख्न सक्नुहुनेछ यहाँ। तर यहाँ चाहिँ यसरी खाल्टो पनि खनेर कि भत्केको अब पुरानो पुलिट हुन्छ कि भनेर पनि खन्यो कि बा मान्छेले त्यस्तो छ है। त्यही यो सबै समाधि स्थल देख्न सक्नुहुनेछ। कति हो कति सकिन्छ त अनि सबै लगाएर सबै च्यानगारी है। यो च्यानगारी यतातिर प्रेमबहादुर राई शङ्करसभा रहेछ। धनमाया राई शङ्करसभा सायद त्यो बुढाबुढी हो कि के होला। यहाँ चाहिँ बारबेर गरेर राख्दैछ। पोहोरसम्म आउँदा बारबेर थिएन, आफ्नो एरिया छुट्याएर राखिहालेछ। यसरी बार्दै जाने अनि ठाउँ ओगट्दै जाने भने त यो त कति लाग्छ यो भरिनु डाँडा। अनि भरिएपछि अरूले चाहिँ के गर्ने, त्यस कारण चाहिँ नगरेको हुने। जति तपाईँहरूलाई अहिले मैले जति पनि च्यान समाधि स्थलहरू चाहिँ मैले तपाईँहरूलाई देखाएँ, यो भनेको चाहिँ चट्ट नयाँ समाधि बनाएर संस्कारेको मात्रै देखिन्छ। र जो सिमेन्टेड गरेर यसरी अथवा यो यसरी के इँटाबाट बनाएर जो जति राखिएको छ त्यो मात्रै देखिएको है यो अहिले समाधि स्थल चाहिँ। यस्ता नदेखिनेहरू त कति छ जति पनि अहिले म यो पाइलै हिँड्दैछु नि, यो सबै च्यानगारी नै हो पहिली त है। यो कति मेटेर गए यही ठाउँ भएर त अब फेरि यसैमा अब देखिन्छ त्यहाँ खोइ च्यान देखिँदैन नि। नदेखेपछि यहाँ खन्ने हो, खन्दाखेरि जे भेटियो, तर यसैमा संस्कार्ने चलन छ है त। तर अब यसरी राखेपछि त कहिले पनि मेटिएन, नमेटेपछि त अरू ठाउँ नपाउनु सक्छ नि त। त्यसकारण सायद जहाँसम्म लाग्छ यहाँ चाहिँ समाधि स्थल बनाउने राख्ने मृत शरीरलाई, तर सिमेन्टेड गर्नु पाइँदैन भनेर समितिले बनाएको छ जस्तो लागेको छ है मलाई। त्यो एकदम राम्रो पनि हो होइन, संस्कार जाने बरु राम्रो भए पनि ढुङ्गाहरू राखिदिने हो। बस्ती त्यो भयो त गयो। अब सम्झना र उहाँको आत्मा त सधैँ पनि हामीसँगै रहन्छ नि जहिले तहिले होइन र। यो चाहिँ यहाँ नै हेर्नुपर्छ भन्ने छैन। त्यस कारण जति पनि देख्नु भएको छ सबै यो समाधि स्थल है। यो तल सबैलाई म धेरै देखाइसकेँ तपाईँहरूलाई। यो चाहिँ लगभग 2-3 एकड जमिनमा चाहिँ यसरी छ है त। तपाईँलाई म देखाइरहेको छु यो
विशेष अझ ठुलो चाहिँ हेर्नुहोस् त है, यो त झन् कति छ आमा, लगभग 1 आना जग्गामै ओगटेर राखिएको छ। यस्तो छ यो हेर्नुहोस्, आमा बदाम यहीँ बसेर खाँदो रहेछन्। मादर ल्यायो कि मान्छे ल्यायो। त्यसरी बनाएर चाहिँ राखिदिने चलन छ। यतातिर पनि छ, तपाईँलाई म सबै देखाउने चाहिँ सबै अन्तिमसम्म हेर्नु, सबै देखाइन्छु है त म तपाईँहरूलाई। मान्छे नै बसेर खाएको होला है यो त। ल थालिँगै छ त। तनुजा राई 2020 में जन्म भई 2081 में मृत्यु। मान्छे 71 वर्ष बाँच्नु भएछ। 72 वर्ष बाँच्नु भएछ। ए होइन, 62 वर्ष बाँच्नु भएछ। सो मणिकुमार राई त्यो सबै च्यानगारी है, देखेको जति सबै ढँडैभरि यसरी छ, सिमेन्टेड गरेर राख्यो सबै। फेरि चिलाउने पनि छ यहाँ, सानो छैन फेरि। सती पुर्खे समाधि स्थलहरू त कति कति नै 3टा सायद आफ्नै परिवारको होला यो, त्यही भएर राखेको छ यसरी। बालकुमारी राई ठेगाना उदयपुर बसाहा काहुली टोल भनेर भनेको छ है त। समाधि स्थल ल हजुरहरूलाई मैले अहिलेसम्म यो भिडियो कहाँ र कुन ठाउँ र कहाँ अवस्थित छ भन्ने कुरा चाहिँ तपाईँलाई मैले जानकारी दिन चाहन्छु। यो भने चाहिँ काठमाडौँ अवस्थित यो पशुपति क्षेत्रदेखि थोरै पारिपट्टि है, पारिपट्टि जङ्गल देखिन्छ। जो पारिपट्टि भनेको मृगस्थली, ठ्याक्क वारिपट्टिको जङ्गललाई चाहिँ हामी वनकालीमाई भन्छौँ। वनकाली जङ्गल भन्छ यो चाहिँ, यहाँ अवस्थित छ भने। अब तपाईँहरूलाई म यति नै अन्त्य गर्न चाहन्छु। अझै पनि भिडियोहरू हेर्दै गर्नु होला, यसरी नै माया साथ सपोर्ट दिनु होला। र जो जति नयाँ आउनुहुन्छ तपाईँहरूले चाहिँ सब्सक्राइब गरेर मलाई सानो सहयोग गरेर जानु होला, ताकि मेरो आउँदा भिडियोहरू तपाईँहरू समक्ष पुगोस् है त भन्दै यो भिडियोबाट चाहिँ म बिदा हुन चाहन्छु। म यही समाधि स्थलबाट बिदा हुन चाहन्छु। ओके, बाई बाई।